warms the morning glaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plan. हेलो साथीहरु, स्वागत छ फेरि पनि आशिका फ्यामिली ब्लगमा हजुरहरुलाई। म आज चाहिँ अब एकदम बिहान छिटो उठेर फटाफट कामहरु गरिरहेको छु। आज चाहिँ धेरै नानीलाई कहीँ लगेको छुइनँ, पार्क घुमाउन लैजाउँ भनेर साथीसँग सल्लाह गरिरहेको छु। साथीको नानी पनि लान्छ, त्यही भएर म चाहिँ अब फटाफट कामहरु गर्दै छु। घरको राजा चाहिँ यहाँ हुँदैछ। यस्तो साबुनहरु खेल्छ, यति भाँडाकुटी यत्रो खेलाउनेहरु छ, उसको टयहरु चाहिँ यति बिग्न छ। सफ्ट टयदेखि लिएर यस्तो कारहरु पुरा टय छ, तर उसले चाहिँ साबुन मात्रै खेल्छ। साबुन खेल्छु म भन, हाँस्दैछौ? धोको एक दिन दुई दिन चाहिँ राम्रो हुन्छ, त्यहाँबाट चाहिँ यस्तै हुन्छ कि मैला, त्यसलाई फेरि अरूले निकाल्नु सक्दैन। अन्त यो झाडुले पो, म त सफा लाग्छ झाडुले गर्छु, घरिघरि चाहिँ ब्रसले पनि गर्छु, ब्रसले पनि राम्रो जाँदैन साथीहरु। उता जाऊ त भाइ, खाना उता जाऊ न एकछिन। के रहेछ बल खेल्दैछ। उपाय चाहिँ केही छैन साथीहरु, पानी चाहिँ एकदम फेभरेट हुँदैछ नानीहरुको। साह्रो पानी खेल्छ, टेर्दैन भनेको, यही पानी खेलेर बिमार हुन्छ पुरानो। मलाई चाहिँ साथीहरु हातले पोचा नलाइ चित्त बुझ्दैन, मपले लगाएपछि पनि पछि चाहिँ यो पुस्छु, यसरी नै पुस्छु मपले लगाएर। माछा लगेर छौ, माछा भित्र छोड त, उता जाऊ खाना। सुन न हौ आमाको कुरा, मैला पानी त्यही त मैला छिरी हुन्छ यसमा, थाहा छ छि भनेको? ल आउ त ब्यागमा, ब्याग आउ त चिप्ले जाऊ। रेडी हुँदैछ, नानीले चाहिँ रेडी बनाइसकिसकेँ। क्यामेरा यस्तो हुन्छ लगाएको रहेछ, रेडी हुँदैछ। छोराले के गरिरहेको छ, हेल्प मी भन्दैछ। ल अब हेल्प मी, छिटो आमाको हातमा छिटो जानुपर्छ, कपाल पनि रहेछ यहाँ। उठ उठ उठ। उसको चाहिँ हालत यस्तो भइरहेको छ, मेरो जुत्ता लडाइदिएर कार यी कपाल के खेलेको। खेल म चाहिँ यहाँ चिया बनाउँछु, चिया लगेर जानु भन्दैछ साथीहरूले। यो चाहिँ मैले अघि नै आलु हालिसकेको छु। आलुदम देख्नु भयो होला, आलुदम पनि बनाएँ। हाम्रो ऊ ट्रिपमा जाने टिम चाहिँ हामी कहाँ ट्रिपमा गएको यस्तो रुन्चेहरू हेर, यहाँ हेर नानु खाना। यो चाहिँ हाम्रो जाने गाडी चढ्यो बिचमा। म कुनामा बस्थेँ नि, कहाँ म पल्लोपट्टि। ल अब जहिले भाइ चाहिँ जहिले पनि लास्टमै पर्दो रहेछ है भाइ, यहाँ हेर त। तिमीलाई चाहिँ चाहिएको लास्टमै रहेछ। चस्मा लगाऊ, लगाऊ।
अम्बो यहाँ हेर माथि लाउँछ ए यसो पो गर्छ आँखामा लगाइदेऊ न अब यत्रो टाइम भयो हुँदैन तेरो चार्ज भएर भनेर यहाँ खै यहाँ त बनाउनु पनि पाउँदैन त हौ भिडियो जाउँ होइन टिकट देखाउनु पर्छ आइपुग्यौँ ट्रेन खेल्ने जग्गामा चलो ट्रेन लागिरहेको रहेछ त हामी जाने ट्रेन लागिरहेको रहेछ नानीहरूलाई ट्रेनमा खेल्नु दिएको खासमा चाहिँ आमाहरू खेल्नु पाउँछ तर नानीहरूले गर्दा चाहिँ मजा छ अस्ति म जाएर आज आएको फेरि यता तर म आउँदा त सानो थिएँ हामी अब एकछिनै भरेको छैन कहाँ गएको अभि कहाँ गएको तिमी ट्रेन अन्त भाइ पनि कहाँ गएको खाना ट्रेन हजुर अभि कस्तो भयो मजा आयो ट्रेनमा भाइ मजा आयो मजा आयो हामी स्टेसन पनि घाममा त सक्दैन हौ गरममा कता जानु हौ यता होइन र यता पो त यता जानुपर्छ हिँड हिँड दुईजना कुद हो त्यसरी हिँड हिँड के त तपाईँलाई हेर न आज म छिटो भयो भने गएर अहिले सेतो एउटा टी सर्ट किनिदिउँ भनेको हौ किन टी सर्टै भएन सेतो अरू कलरमा छ सेतो चाहिँ सक्छ हौ कहाँ जाने अहिले भएर भने एकछिन लाइफस्टाइल यसो यहाँबाट गएर भ्याएन खाना पनि बनाउनु पऱ्यो कति बज्छ अब ढिलो भयो भने त कहाँ भ्याउँछ र अन्त र पनि अहिले बेलुका दादाको छुट्टी कति होला त्यति बेला जाँदा हिँड्न न हौ हिँड सुसु आयो अरे फेरि जम्प 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 के हाँ त्यहाँ त कुदेको त खासमा बिस्तारै नै ओ स्क्वेल कता गयो अब चाहिँ हामी यहाँ आयौँ साथीहरू बोटिङको लागि सुरक्षाले बोटिङ गर्छ अरे डाइनोसर उतालाई हेर डाइनोसर देखाउँछु अब म सानो यहाँ हेर हामी चाहिँ अब बोटिङ गर्न आँटेको साथी झरेकै साथी त्यो पत्ता त होइन रहेछ
नानीहरू कुदै छ आया बोर्डिङ खेलेर निक्लेको मलाई त रिङ्गर उल्टी पो उल्टी पो आयो मलाई त त्यसमा हामी चाहिँ भित्रबाट निस्किसक्यो नानीहरू खेल्ने जग्गाबाट साथीहरू अब यतापट्टि आएको हामी चाहिँ यहाँनिर सुरक्षाको सासू ससुरा आउनु भएको छ यहाँ हुनुहुन्छ बाजे बोजूहरू भित्र अबिक कुदेर पर पुग्यो के रहेछ ट्रेन चुक 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 गर्यो हेलो साथीहरू कमान पार्कको ढुङ्गा भन्छ प्राय मान्छेहरूले उ त्यही हो है ढुङ्गा चाहिँ त्यत्रोमा पोजहरू गराउँदैछ यहाँ बोजू बाजेहरूसँग चाहिँ भाइ हामीसँगै आएको यिनीहरू छुट्टेको हामी दुईटामा चाहिँ खेल्नु चाहिँ कम्ती टाइम लागेन है बोर्डिङ नभेटेर मजाको फुलहरू फुलाएको रहेछ है गोदावरी ओ ट्रेन हाँस रहेछ यो चाहिँ मैला न मैला मेरो छोराले हेऱ्यो जाउँ ल हिँड जाउँ पर हिँड अभिक दादाहरू पर पुग्यो जाउँ हो आइज भाइको हातमा आइज छिटो ल जाउँ ऊ पर हात्ती छ अरे जाउँ फेरि सुरक्षा चाहिँ अगाडि आइपुगेर पनि बस्यो यहाँ चाहिँ हामी बस्ने जग्गा अब चाहिँ यस्तो छ साथीहरू यहाँ चाहिँ यहाँ त दामी छ त जाडो हामी चाहिँ गरम भएर मर्नु भयो नानी ल हाम्रो चाहिँ पिकनिक आएको यहाँ चाहिँ यहाँ कुदेको यो केटा यहाँ बस्छ न यहाँ आमा भएकोमा आउँदा नि त दिन्छ सुरक्षा आन्टीले आऊ पानी ल्याऊ पानी थ्याङ्क यू अब हाम्रो चिया खाने हो यो चाहिँ लु चिया चिया छ र है चिया बाजेलाई पनि गरम भएन होला हिँड्दा पुग्ला के त यति यति पनि हेर है पहिला त्यो हेर्दा मात्रै ठुलो देख्छ किन खानु नि बढी हामी त चिया खानेको बोगी अघिको साथीहरू यी आलुदम घोप्टे छ नि पुरी लेख्थ्यो साथीले चाहिँ यो चाहिँ आलुदम पोलेको पोल्नु पर्यो आलुदम हो फेरि आयो यस्तै छ है हेर्नु है साथीहरू रमी त यस्तो दामी छ नि आलुदम पोलेको खाऊ है नअरे न अर्को फेरि ल सानलाई ल यसरी खानु आँटेको साथी होला त्यसको बाजेको नखर है चिया पनि टेस्टी भएछ त हौ के लायो उयो मसला लायो यस्तो मिठो हुन्छ नि सोचेको थिइनँ छुट्टी गरेर खानुपर्छ होला आमा छोरा त के लाग्छ हाम्रो अभिज्ञता त खायो साँच्ची खायो सन्तरा दिदी लगाएर खाँदा भैया चिया बेच्दैछ हामीले लेख्छु ए हो त महँगो 20 रुपियाँ पर्छ चिया हाम्रो मिठो छ हौ त्यो भन्दा त है हामी के 20 रुपियाँ है हामी जङ्गलमै सुत्नुपर्छ आफ्नो खाँदैछ मोटीलाई पनि हामी मिस गरिरहेछौँ कान्छीलाई मोटी र कान्छी भए मजा आउँथ्यो नि है छैन छुट्टी पाउँदैन मोटी त झन् एक देश पुग्यो संसार पुगिहाल्यो मोटी है किन खानु न दाँतले भएन कहाँबाट ल्याएछ सानो खालको आलु चाहिँ त्यो उयोबाट उयो के छ उयो गरेको लो 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 खाइदेऊ न फिनिस नगर त त्यहाँकै झिक्दै थिएन मैले कि यो त कहाँ खान्छ हेर एउटा खाइसक्यो 4टा रोटी चाहिँ नखाइ भनेको है अबुई अब खाएर फोटो क्लिक गरेर टप
कति राउन्ड घुमाउँदो रहेछ एक राउन्ड 30 रुपियाँ ठिकै हो नि त 30 रुपियाँ मिनिमम मान्दैन बोटिङ पनि खेल्यो हामी तँलाई देखाइदिउँ भनेर कल गरेँ त्यतिखेर तोइदियो गरिदिनुहोस् नि यो तिम्रो हो खाऊ न खाऊ छ खान्छ रोटी सानो म खाँदैन त्यहाँ नै हेर्न मजा आइरहेको छ अब जत्रो भएर चाहिँ खान्छ होला गाई त हामी त मान्छेको फेभरेट हो र पो खान्छ नि फेभरेट हो नि त अन्त यो त हो स्कुलमा पठाइदिन्छ नि त नभए त रोटी पठाइदियो भने एउटा पनि पर्दैन हो हजुर अरू चाहिँ चाउमिन उयो पास्ताहरू हाम्रो सुजीहरू पठाइदियो भने सब आलु दामी भयो मलाई पोलेको आलु चाहिँ पोल खाल दामी लाग्यो तिमीलाई अहिले खाँदैनौ बाजेलाई भयो रोटी भयो भयो कति यति खाउँला तिम्रो म कति उयो पनि खाँदैन नानी खाँदैन तेरो पुरी अब झालमुरी खाँदैनौ खाँदै खाऊ न तिमी न। झालमुरी दिन्छु यहाँ खाऊ 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 यहाँ छौ खाऊ न खाऊ भन्छ भाइ भन्छ भने झन्डै भन्छ भने पहिला के भनी पठाउँथेँ त अहिले पो अझै राम्रो बोल्छु त मैले अस्ति पनि भनिनँ अस्ति पूजाको दिन के भने मैले हजुर चिप्लो बनाएर राख्नु ला छोड्नु दिएन त नानीले मलाई एउटा दिन्छ नि ए हो र मलाई दिन्छ नि कस्तो दामी हो भन्दा दिए त अन्त उयो खाऊ भाइ खाऊ त्यो खाऊ खोइ आलु लाउनु न पोलेको आलु दामी भयो मिठो भएछ भयो त पोलेको आलु म त यस्तो चाहिँ बनाउँछु नि याद छ होला चाहिँ एक ग्रेभी कम्ती मामालाई दिनु मन परेन अरे किन झालमुरी बनाउने मान्छे चाहिँ खतरा छ हो ल्या उयो पनि काटेर लिउँ है बिर्सी छु काँक्रा भने घरमा गएर काँक्रा खानुपर्छ नानी आऊ नानी खाऊ खाऊ भाइ खाऊ न के भयो खाएन त भाइ बस अबि यहाँ बस्छ नानी यहाँ बस्छ दुईटा मात्रै रङ खोर्सानी पनि लेख्छ दुईवटा लेख्छु रङ खोर्सानी पनि छ त्यो मुरा हाम्रो आरती पनि झालमुरी ओ कन्छ त भाइ दुई भाइ पर बसिरहेको छ बाजे कहाँ गयो घर चाहिँ बाजे पनि हेर्दै हुन्छ झालमुरी खाइছে बुझ्नु भयो खानु नि हजुर 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 अलिक लाउनु त कलकै मुला खा पिरो बन्द थियो त्यो उता मलाई खानु हुँदैन त्यो के ल कहिलेको अब यसरी लट पठाउनु छ खाना अब यसो जाडोमा त पिरो खानुपर्छ भइहाल्छ का साह्रो पिरो कहाँ छ म त भएन भिडियोमा देखेँ आज त यो ट्रेन नानी खान्छौ कुरकुरे ट्रेन आउँदैछ मुरी खान्छ मुरी मुरी खान्छौ मुरी कत्रो ठुलो कहिलेको चाहिँ रुख होला यो त्यो दामी छ
मुभीको सिन सुरक्षा मुभीको सिन जतिकै छ नि है छन् त अब एक त्यो फ्याँका म जाँदाखेरि फुक्कु गर्ने किनेछु प्लिज यस्तो राम्रो ठाउँहरू छ यहाँनिर चाहिँ साथीहरू अब चाहिँ हामी घर गएको 5 बजे छ अब चाहिँ निक्लेको हामी यहाँबाट ट्रेन हेर्छौ यसले चाहिँ को ट्रेन भनेको छ लु जाने अब चाहिँ घर घरको छेउमा यस्तो पार्क हुनु पर्थ्यो नि है दामी रात पऱ्यो अब चाहिँ हामी घर जानुलाई निक्लेको यस्तो छ जग्गा यहाँ आउँदैछ सबजना अघि बिहानकै जग्गा हो यो आउँछ यहीँ आउँछ होला है सुरक्षाको भाइ चाहिँ एउटा अर्को अटोमा गयो हामी चाहिँ यहाँ यो भाइ भैयाले कस्तो पाराले कुदाएको नि हेर न आमा है मेरो चाहिँ छोरा निदायो अघि पनि साथीहरू हामी चाहिँ आइसकेर लुगाहरू फेरिसक्यो आमा छोरा चाहिँ आएर मेरो छोरा चाहिँ आउनु बित्तिकै लुगासुगा फेरेर उयो हेर्नु थाल्यो कार्टुन गाडीमा आउँदाखेरि चाहिँ नानी निँदै गएर चाहिँ मैले देखाउनु पाइनँ लुगासुगा फेरेर पनि साथीहरू मेरो चाहिँ काम चाहिँ यहाँनिर चाहिँ बेलुकाको भयो 7:30 मैले बिहान भिजाइराखेको थिएँ साथीहरू ल साथीहरू लुगाहरू पनि धोइसकिसक्यो आएर अब चाहिँ म नानीलाई अलिकति दुध तताएर दिनु पर्यो किनभने यसले अरू बेला दुध खान्थ्यो 5 बजीतिर खानु पाएन पर पनि लगेको केहरू खाएन उसले चाहिँ पुरीहरू पनि खानु मानेन अब चाहिँ म यसलाई दुध तताएर दिनु पर्यो राति भए पनि म चाहिँ अलिकति चिया खाऊँ भनेर बनाएको साथीहरू नानीलाई दुध पनि तताइदिएँ अब चाहिँ यसलाई दुध दिन्छु नानी हेर न यहाँ भुइँमा यसरी सुत्छ चिसो भुइँमा अन्त बिमार नहोस् त यो यस्तो जाडोमा लु आऊ दुध अघि खाएनौ भनेर यहाँ आऊ त लु बाहिर जान्छ भनेर मैले चाहिँ दैलो थोनेर बस्नुपर्छ साथीहरू ल आऊ यहाँ दुध खाऊ आऊ छिटो आऊ अब आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्न गइरहेको छु तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्छ लाइक सेयर अनि कमेन्ट गरिदिनुहोस् होला बाई बाई टेक केयर अन्त शुभरात्री